र सबैजनालाई नमस्ते। र अहिले भने चाहिँ एकदम प्याज रोप्नुको लागि मोल ल्याइसकेको छु है। यहाँ देख्न सक्नुहुन्छ यो पनि मोले हो र यो पनि मोले हो र बारी चाहिँ एकदम रेडी छ है। र यसको फर्स्ट पार्ट तपाईँले हेर्नु भइसक्यो होला है। र हेर्नु भएको छैन भने चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ है। यसको फर्स्ट पार्ट पनि यो बारी खनेकोहरू पनि मैले भिडियोहरू हालेको छु है। र तपाईँले त्यो पनि हेर्न सक्नुहुन्छ। र एकदम मोलहरू चाहिँ रेडी छ, बिरुवा चाहिँ यहाँ छ है। र अब चाहिँ रोप्न लागेको है। र मैले चाहिँ यो प्याज चाहिँ कसरी रोपेँ भन्दाखेरि चाहिँ यसरी मोल हालेको छु है। मल चाहिँ यसरी फिजाएँ होइन। र यसरी फिजाएपछि चाहिँ यसरी नालीको माटोहरू उठाएर चाहिँ यसरी छोपिदिएको छु है। यहाँ चाहिँ मैले छोपिसकेको छु माटो हालेर। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ यसरी मल चाहिँ हालेको छु होइन। यो मल हालेको माथि चाहिँ अब यो साइड साइडको माटोले चाहिँ यो माथि पुरेर चाहिँ यस्तो बनाएको छु है। र हुन त अब कतिजनाले थलीमा पनि रोप्छ र कतिजनाले चाहिँ होल बनाएर होलमा पनि रोप्छ आलु जस्तै पाराले है। तर मैले चाहिँ त्यसो गरिरहेन किनकि अलिकति त हो भनेर है। र यो सबै चाहिँ हामी चाहिँ घरमै खानको लागि चाहिँ रोपेको यो प्याज चाहिँ है। यहाँ देख्न सक्नुहुन्छ बिउ चाहिँ। र अब चाहिँ यसलाई पनि पुरेर रोपेर म तपाईँलाई देखाउनु छु है त। र अहिले भने चाहिँ एकदम रोपिसकेँ, रोपेर पनि पानीहरू लगाइरहेको छु। तर बिउ चाहिँ परसम्म पुगेन है। र आधी मात्रै भयो। र अझै 2 बिटा जस्तो चाहिँ ल्याउनु पऱ्यो है। र अलिकति यो फेरि खनिहालेको त त्यति चाहिँ लगाइदिनु पऱ्यो है। र बिउ लिएर चाहिँ रोपिदिन्छु। र अहिले चाहिँ यति मात्रै पुग्यो। र अहिले चाहिँ पानी लगाइरहेको छु हो। यहाँ रोपेर पनि देख्न सक्नुहुन्छ। र यसको चाहिँ म तपाईँलाई फेरि बादमा के कस्तो हुन्छ है तपाईँलाई देखाउने छु है त साथीहरू।